हेलो हेलो हजुर नमस्ते नमस्ते। म चाहिँ स्केटिङको लागि है स्केटिङ गर्नको लागि जाँदैछु साथीहरू। धेरै टाइम भयो अब खोजेको यो ठाउँमा भेटिएन होइन। इभेन पार्कमा रहेछ एउटा, त्यसको लागि जाँदैछु होइन। यो ललितपुरको चहल पहल हेर्न सक्नुहुन्छ रोडमा है, वाल छ। कस्तो लाग्छ भिडियो चाहिँ प्रतिक्रिया गर्दै राख्ने साथीहरूले टक्क लगाएर। आज पहिलो दिन कति दिनमा सकिन्छ स्केटिङ सिकेर है। यसभन्दा पछि यात्रा तय गर्नु छ। सबैले माया गर्नुहुन्छ भन्ने आशा छ। स्तुपा ललितपुरको स्तुपा यहाँनिर डिस्ट्रिक्ट हस्पिटल पनि छ यतातिर साइडमा। स्तुपामा आइसकेका छौँ हामीहरू। अब हाम्रो यात्रा तय हुँदैछ द्वारखोल होइन। जाम पनि छ अलिअलि हेर्न सक्नुहुन्छ। जामको त कुरै नगर्नुहोस् हजुर, काठमाडौँमा यस्तै हो, जाम परिरहन्छ बेला बेलामा होइन। त्यस्तै छ काठमाडौँको माहौल, के गर्नु, जाम परेको हुन्छ। जाम चाहिँ खुल्नेवाला जस्तो लागेन है। जाम खुल्नेवाला जस्तो देखिन्न त। जाम खुल्नेवाला देखिँदैन हजुरहरूले भन्छ भने। खतरा धुवा फाल्छ। यस्तो गाडीले प्रतिबन्ध गराउँछ नेपालमा। यस्तो धुवा फाल्ने गाडीलाई किन चलाउनु लाग्यो यार। खै त बालेन सरकार भन्छ, बालेन सरकारले पनि हेर्ने, कानमा तेल हाल्ने, सुत्ने, बस्ने, अरू काम चाहिँ छैन यार। कसै सरकार केही गर्न सक्दैन जबसम्म देशमा राजा आउँदैन, तबसम्म कसैले केही गर्न सक्दैन। जब राजा आउँछ त्यसभन्दा पछाडि देश बन्छ। गर्नेवाला कसैले केही लागेन कि नेपालमा अब अगाडि बढ्दै चाहिँ देखिरहेको छ होइन। अब हामीले ओभरटेक गरिरहेको छ यो रोडलाई पनि, भन्दा पनि अर्काको साइडमा हिँडिरहेको छ यतिखेर। के गर्नु, जाम छ यहाँको माहौल। 2 मिनट पुगिसक्यो। 1 किलोमिटर पनि हिँड्न सकिएको छैन। मामा बस्नु भएको छ यहाँ नजिकै। मामाले ढाडे हात लाएर टक्क। मामाले के हेर्नु भयो होला माइली होइन होला, गाडी हेर्नु भयो। गाडी हेरेर किनिन्छ मामालाई, गाह्रो छ यार। यो जाम मात्रै छ यार ठाउँमा, के गर्नु पर्ने छ यार सबै। यस्तो छ भिडभाड पापले काठमाडौँको भिडभाड यस्तै हो। त्यो धुवा फाल्ने गाडीलाई त कारवाही गरेको भयो होइन। प्रदूषण भयो भएन, वायु प्रदूषण गाडीहरूलाई कारवाही गर्नुपर्छ। आइसकेको छ हामी बेलुकातिकै। एउटा मामा यता पनि हुनुहुन्छ, मामाहरू बसिरहनु भएको छ। ठाउँमा मामाहरू बसिरहेको भएको छ। यस्तो हेर्दै अनि जाम पर्ला जस्तो छ केही समय। यस्तो गाडीलाई कारवाही हुनुपर्छ पर्दैन, यस्तो फोहोर फाल्ने गाडीलाई। यस्तो गाडीहरूलाई त कारवाही गर्नुपर्ने हो। यो हेर्नु यस्तो फोहोर गरिरहेको प्रदूषण गरिरहेको छ है। यहाँ चाहिँ कारवाही हुनुपर्छ है मेरो देखाइ। सरकारले के हेरेर बसिरहेको छ हेर्दाखेरि पुरा ट्याक्स हुनेवाला छैन। ल साथी, हाम्रो गाडी चाहिँ चल्यो। अब हाम्रो लाइनमा चाहिँ खुल्ला छ होइन, तर गाडी हिँड्दैन। लाइन खुल्ला भए पनि हिँडाउला कमाउनु है भने जस्तो सजिलो छैन। यो अङ्कलले पनि ब्याग बोक्नु गएको थियो, कुन कम्पनीको हो खै।
जिंदगी जस्तो फिलै हुँदैन यार गाडीमा कति साह्रो हिँड्न हुँदैन नि ल हामी द्वारको ओभरफ्लाइमा आउँदैछौँ ओ गाह्रो छ हजुर यो जाम भन्ने त के गर्नु यसै हो अँ जाममा परिरहेको माथिल्लो लाइन यो हामी साइड लाइनबाट छिरेको जाम छिटै जाम छिटै जाम यहाँ नछिरौँ उताबाट जाम त्यो पुलको मुनिबाट छिराउँला कि त्यहीबाट जान्छ हजुर पाल्कोमारीको पुल साथी It